मेरो श्रीमतीले टिकटकको मेसेन्जरमा आफ्नो पूर्व प्रेमीसँग गरेका कुरा हुँदा यिनी उसले सोधेकी छ, आजभोलि के छ त खबर मेरो हुन नसकेको मान्छेको भनेर। उसले जवाफमा भनेको छ, मेरो सबै ठिकै छ, बरु आफ्नो सुनाऊ भनेको छ। ठिक छैन भनौँ भने सबै ठिकै छ, ठिक छ भनौँ भने केही ठिक छैन जस्तो लाग्छ। टिकटक हेर्दै थिएँ, अचानक तिम्रो टिकटक आएपछि मुटुको धड्कन तेज भयो अनि प्रोफाइल चेक गरेँ, तिमीलाई फलो गरेँ अनि तिम्रो माया लागिहाल्यो नि। आजभोलि दिनरात तिम्रै सम्झना आउँछ मलाई। उसले भनेको छ, फेरि किन त्यस्तो भन्छौ, छोरा छ, छोरी छ, श्रीमान छ, धन छ, सम्पत्ति छ, घर छ, बार छ, सब थोक राम्रै छ भन्ने सुनेको छु, किन त्यसरी आफ्नो मन बदल्छौ नि। फेरि उसले भनेकी छ, दाइ खै कसरी भनौँ, छन त सब थोक छ, तर तिमीसँग बिताएका पलहरू याद आउँछन् मलाई, तिमीसँग सँगै हिँडेको त्यो बाटोघाटो याद आउँछ मलाई, तिमीसँग सँगै डुलेको त्यो रनवन याद आउँछ मलाई, अझ तिमीसँग बसेको हरेक ठाउँ याद आउँछ मलाई। सायद पहिलोपटक तिमीलाई शरीर सुम्पिएर होला, किन हो दिनरात तिम्रै माया लागिरहन्छ, यो शरीर तिम्रै हो जस्तो लाग्छ। पहिलोपटक तिमीले आफ्नो हातले मेरो छातीमा स्पर्श गरेका थियौ, मेरो शरीरको अङ्ग अङ्ग एक एक गरी छोएका थियौ अनि एक एक गरी वस्त्रहरू खोलेका थियौ। त्यो दिन मैले तिमीलाई आफ्नो ठानेको थिएँ र सम्पूर्ण शरीर सुम्पेको थिएँ। त्यसरी कैयौँ रात सुम्पिएँ तिमीलाई, कैयौँ दिन सुम्पिएँ तिमीलाई, तन दिएँ तिमीलाई, मन दिएँ तिमीलाई, जीवन दिएँ तिमीलाई। खै तिमी बिचमै कहाँ हरायो, कता गयो। त्यो केटाले प्रश्न सोध्छ, फेरि त्यस्तो किन नि, किन हुनु नि, अझै म तिमीलाई माया गर्छु, म तिम्रो हुन चाहन्छु, म बितान्त तिम्रो बन्न चाहन्छु। उसले माया गरेर मिठो चिज खुवाउँदा पनि मन परेन मलाई, उसले माया गरेर राम्रो लगाउने कपडा ल्याइदिँदा पनि मन परेन मलाई, उसले फकाउँदा पनि मलाई फकिन मन लागेन, उसले दया गर्दा पनि मैले घृणा गरेँ उसलाई। उसँग शारीरिक सम्बन्ध राख्दा पनि आफ्नो शरीर खुम्चिएर आउँछ, मन कालो भएर आउँछ, दिमाग शून्य हुन्छ, आँखा बन्द हुन्छन् अनि लाग्छ म आफ्नो बलात्कार आफै गराइरहेको छु जस्तो लाग्छ। तिमीलाई शरीर सुम्पिँदा म त्यति खुसी हुने मान्छे, तर मेरो श्रीमान हो जसँग मैले जीवन बिताउनु छ, उसलाई शरीर सुम्पिँदा किन मलाई अप्ठ्यारो महसुस हुन्छ, किन आफूले आफैदेखि लाज लागेर आउँछ, किन हिंताबोध हुन्छ अनि किन आफ्नो बलात्कार भइरहेको जस्तो लाग्छ। खै मैले कहिले बुझ्न सकिनँ अहिलेसम्म पनि। सायद लाग्छ मलाई अझै म तिमीलाई माया गर्छु र म तिम्रै हुँ। यो सारो मेरो यौवन, यो मेरो जोवन अनि मेरो प्रत्येक अङ्ग अङ्गमा तिम्रै अधिकार छ अनि तिमीले नै मेरो तन मन उपभोग गर्न पाउने अधिकार छ जस्तो लाग्छ। त्यो केटाले भन्यो, दाइ मलाई अझै यति धेरै माया गर्छौ? उसले भनी, हो त्यो भन्दा पनि धेरै, हदै माया गर्छु म तपाईँलाई। उसो भए श्रीमान, छोरा छोरी, घर बार सब थोक त्यागेर तिमी मसँग आउन सक्छौ? हजुर बोलाएर हेर्नुहोस् मात्रै सब थोक छोडेर आउन सक्छु म भनेर उसले भने, दाइ उसो भए तिम्रो घरको छेउमा मेरो मामा घर छ, तिमी भन्छौ भने म मामा घर जाने न्युले तिम्रो घरमा आउँछु नि है। हुन्छ, उसो भए श्रीमान घर नभएको बेला आउनु होला। हुन्छ, तर कहिले तिम्रो श्रीमान घर हुँदैनन् नि, 4 दिनपछि उहाँ घर छोडेर जानुहुन्छ, म फोन गर्छु, तिमी आउनु है। हुन्छ, उसो भए तिम्रो छोराछोरी कहाँ सुत्छन् नि? एउटै कोठामा सुत्छौँ, छोराछोरी साना छन् तर छुट्टै अलग्गै खाट छ, त्यस्तो चिन्ता मान्नु पर्दैन, उनीहरूले थाहा पाउँदैनन्। ओके बाई बाई, बरु मलाई आई लभ यु भन न। आई लभ यु, म तिमीलाई माया गर्छु।
लभ यु टु मेरो काले। यसरी उनीहरूको वार्तालाप सकियो दाइ। यी सब कुराहरू मैले रक्सी खाएर मातिएर गरेका कुरा भने पटक्कै होइनन्। मैले जीवनमा पहिलोपटक खाएको हो दाइ रक्सी। बाबा आमा मर्दा पनि नखाएको रक्सी पहिलोपटक खाएको हो आज। टिकटकको मेसेन्जरमा गरेका कुराकानी मुटु फुटेर आउँछ, छाती जलेर आउँछ। यी सबै कुराहरू हेर्दा अनि पढ्दा दाइ। त्यसपछि मैले भने, त्यसो भए भाइ जीवन लामो छ, गाह्रो छ, अप्ठ्यारो छ, तर सङ्घर्ष गर्नुपर्छ, लड्नुपर्छ, हरेक गाह्रा र अप्ठ्याराहरूसँग जुझ्नुपर्छ। यसरी रक्सी पिएर समस्याको समाधान पटक्कै हुँदैन भाइ भन्न त मैले मुखले भने, तर मसँग पनि उसलाई दिने सल्लाह भने केही थिएन। फेरि उसले एकोरो बरबराउन थाल्यो, दाइ तितो होस् या मिठो अतीत त सबैको हुन्छ। उसको शरीर जुठो छ भन्ने मलाई कुनै गुनासो छैन, तर आजसम्म पनि श्रीमानले शारीरिक सम्बन्ध राख्दा मलाई बलात्कार भएको जस्तो महसुस हुन्छ भन्ने श्रीमतीको काखमा अब कसरी सोध्ने हो दाइ? उसले अरू नै कसैलाई माया गरेकी रहेछ, उसले अरू नै कसैलाई मन सुम्पेकी रहेछ, शरीर सुम्पेकी रहेछ, सर्वस्व लुटाएकी रहेछ। तर मैले त उसप्रति लुटाएको थिएँ दाइ। मैले उसलाई माया गर्थेँ, उसका लागि मरिमेट्थेँ। उसको पछि धेरै धाएको हो। उसका लागि मैले जीवनका हरेक खुसीहरू त्यागेको छु, जीवनका हरेक रङ्गहरू त्यागेको छु, जीवनका सङ्घर्षहरू, खुन पसिना र मेहनत उसँग बाँडीचुँडी गरेको छु दाइ। दाइ मैले सुनेको थिएँ छोरी मान्छेको रुद्रघन्टी हुन्न भन्ने कुरा, तर त्यो सब झुटो रहेछ। छोरी मान्छेहरू अभिनय गर्नमा यति सिपालु हुँदो रहेछन् कि छेउमा बसेको मान्छेलाई थाहै नहुने, यतिसम्म झुट बोल्न सक्ने, यतिसम्म अभिनय गर्न सक्ने। म मेरो श्रीमतीको अभिनय देखेर अचम्म लाग्छ। उसले सोचेकी हुँदियो यसलाई थाहा नै छैन। उसले देखाउन खोज्छे केही भएकै छैन मेरो जीवनमा। दाइ 1 लाख रुपियाँ आमा समूहबाट ऋण निकालेको छु, त्यो तिर्छु। माथिल्ला घरे काकाको भैँसी किन्दा 12,000 रुपियाँ दिन बाँकी छ, त्यो पनि तिर्छु। रासनको दोकानमा 9,600 रुपियाँ रासनको दिन बाँकी छ, त्यो पनि तिर्छु। अनि आफ्नो 1,50,000 जति फिर्ता आउनेछ, त्यो पनि माग्छु। घरको सबै हिसाब किताब मिलाएर एक दिन घर छोडेर जान्छु। मैले भने, त्यसो गर्न हुन्न भाइ। आफ्नो लागि नसोचे पनि आफ्नो छोराछोरी छन्, यी छोराछोरीको भविष्य पनि त हेर्नु पर्यो नि। जीवन बिग्रेपछि, जीवनसाथी बिग्रेपछि कहाँ छोरा छोरीको भविष्यपछि लाग्न सकिँदो रहेछ र दाइ। मैले त्यो केटाको टिकटक आइडी हेरेको थिएँ। 192वटा टिकटकमा, प्रत्येक टिकटकमा लाइक छ अनि कमेन्ट छ दाइ। मेरो टिकटक आइडीमा 137वटा टिकटक छ, 137वटामा 3वटामा लाइक छ दाइ, 4वटामा कमेन्ट छ। उसका आफन्तहरू होलान्, दिदी होलान्, बहिनी होलान्, दाइ होलान्, भाइ होलान्, उनीहरू कसैकोमा लाइक अनि कमेन्ट छैन। तर त्यही एउटै आइडीमा किन त्यति उसले फलो गरिरहन्छे? मोबाइल समाएको 2 मिनेटपछि उसको आइडीमा लाइक गएको हुन्छ, उसका हरेक नयाँ टिकटकमा कमेन्ट गरेको हुन्छ। म उसको खुसी चाहन्छु। मैले त उसलाई माया गरेको मान्छे हुँ, उसका हरेक सुख दुःखमा साथ दिएको मान्छे हुँ, उसका पीर व्यथा सबै कुरामा साथ दिएको मान्छे हुँ। घरको सबै हिसाब किताब लेनदेन चाँजो पाँजो मिलाएर एक दिन सदा सदाका लागि निदाउन मन छ। बाई चान्स मर्न नसकिएछ भने पनि सधैँ सधैँका लागि घरबाट कहिले कसैले थाहा नपाउने गरी जोगी भएर हिँड्दिन मन छ दाइ। धेरै कुरा गर्न मन थियो, धेरै कुरा बोल्न मन थियो। तपाईँसँग समय छैन होला दाइ, म छुट्टिन्छु है भनेर ऊ आफ्नो बाटो लाग्यो। मेरा लागि यो कथा जस्तो लागे पनि उसको जीवन भोगाइ थियो, उसको जीवनको यथार्थ थियो, तर तितो थियो। सत्य चाहिँ सत्य थियो।
म कथावाचक शङ्कर तपाईँ मार्गबाट छुट्टिन्छु। हस्त नमस्ते।